अनि सुरुबाट खिच्न पर्ने हो खास, तर मैले खिचेन। मलाई यहाँनिर आएर के अचम्म लाग्यो भन्दाखेरि हामी हिँड्दैछौँ, यहाँ यो एउटा के माथि त्यो रोटेपिङ जस्तो चढ्नेमा जाने हो, अनि माथिबाट पहिरोहरू आउँछ कि भएन। यो चाहिँ काठहरू जस्तो लगाएर ट्याक्कै दामी आए पनि यसमा अडिने खालको छ नि। इक नामु यो नामु मगो इक उयो छ ताङ तरजिमालको यो थियो। यहाँको मान्छेहरूलाई टाउकोमा जाडो हुन्न यार, धेरै भर्खरबाट छ यो मान्छे टाउकोमा जाडै हुँदैन, यस्तो चिसो छ कि यिनीहरूलाई टाउकोमा भरेको है। यो बुढो पनि हेर्नु न हाम्रो यो स्वानिम स्वानिम इको मरिया छ छुट्टा अवसर ने हानु सारा नुको त मजा आउँछ ऊ उरी मानि छुट्टा छुट्टा ए वाह। हामी यहाँ चाहिँ जाने है, कहाँ जाने? खरस खानु। अब यस्तो छ, हामी यहाँ घुम्न आएको खास है। हामीलाई पनि मायाले ज्याकेटै राम्रो होला कि मान्छे राम्रो होला बाबु, एकपालि फलानामा घुमिदिनु त। अब पाकेटमा हात हाल्नु त बाबु। पाकेटमा पाकेट 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 पकेट 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 पाकेट यो हाम्रो बुढोलाई कति घुम्न लाग्छ तपाईँको डाइलग भन्ने अवस्था कोही 2 खुट्टाले केही देख्न हुने यस्ता मान्छेसँग हिँड्न पर्यो जिन्दगीमा, यसरी भेट हुँदो रहेछ। यता 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 हेर्नु, हामीलाई पनि मायाले हेर राणा कि। हिजो कस्तो भयो भाइले हिजो कहाँको अनुभव? हिजोको घुमाइ अनुभव हिजो र आज त सधैँ घुमाइ एउटै त हो नि। ससुराली गएनौ र? ससुराली गएनौ र? कहाँ ससुराली? होइन ससुराली छ एउटा, अर्को एभरेस्ट रेस्टुरेन्ट छ, अर्को के छ हाम्रो छ लुम्बिनी छ। ए हजाङसिरी हो, कतिको हो हजाङसिरी भने? सरी उरी ओरल अन्थादा इक थादाको अन्य उरी थादा छ केही मान्नु गफ भो मजाले के रे हो यो के कुङफु कराते हो क्या हो? चढ्ने होइन भनेर के केमा चढ्ने भनेको त हिजो चढेन र यो चिसामा त्यसै लहर लहर डुल्नु भन्दा त बरु बसेर कहीँ थाहा भयो अब माथि चढेर माथि चढ्ने चाहिँ कति बेला? खोइ छैन ए खाङ्रा परिसकेको रहेछ त, 12वटा सिङ छ क्या मेरो साथै। ओहो चिसो कस्तो हो, तर यो बुढालाई ठोकेर आउन। हामीले अब अघि त माथि गएको थियौँ त्यस्तो यस्तो बाङ्गो चढ्ने, त्यो चाहिँ द्याट इज क्लोज फर द फास्टेस्ट स्पिड विन्ड इज हियर इन नाभ होइन त, हावा ठुलो फारम त्यही हुने खुगा खुरेछ विदिन फारुनको खागो सो द्याट वी आर शिफ्ट एनदर प्लेस फर द के भन्छ घुमघामको लागि फर द घुमघाम। हामी चाहिँ अब त्यस कारणले त्यो बन्द रहेछ र हामी अर्को ठाउँ घुम्न जाँदैछौँ। मुझे आगे बढ़ने तो भलक बना रहा हूँ खुद माने उखर छुट्टा माना यो। अब हामी यस्तै छ जिन्दगानी। उरी छिगुम अधिक खाएको छ सुनि उरी अधिक खायो यो पार्किङ हो हाम्रो। 이거 는 주차장이에요. 이거 많지요. 300m 앞 환호공원 사거리에서 유턴입니다. 차로를 이용하세요. 진짜 너무나 진짜 너무나 बाहिर फुत्केपछि त यति चिसो छ है। यस्तो मान्छे जाम भएर ढल्छ हो। 2-3 घण्टा जति बस्ने हो बाहिर। बाहिर अहिले कति 4 डिग्री छ बाहिरको।
तापक्रम भित्रको तापक्रम 26 छ कति भित्रको 4 डिग्री भित्रको 4 डिग्री बाहिर त माइनस बाहिर माइनसमा छ र माइनस छ नि 차로를 이용하세요. ए हो र नत्र त कहाँ 4 डिग्री नर्मल हो नि ए हो र यो कस्तो दामी गेट रहेछ क्या अन्य के ए म त बेल्टै नलाएर त बेल्ट लगाउनु पर्छ गाडीमा चढ्दाखेरि नत्र हुनु कस्तो घन्टी बजाएको थिएँ नलाएर के गरेर यस्तै छ अब हामी एनदर प्लेसमा घुम्न जाँदैछौँ तपाईँहरू यस्तै खुट्टाहरूलाई पनि बस्ने ल हामी अर्को ठाउँमा घुम्न आइपुग्यौँ र यो पनि अर्को ठाउँको अर्को पार्किङ हो यो ऊ त्यहाँ अगाडिपट्टि समुद्र छ कहीँ देखिन्छ अहिले देखियो अहिले खिचो कि नै म त देखेन कि अहिले खिचो भने खिचो सबै मान्छेहरू यहाँ पार्किङ गर्छन् हाम्रो ठुलबाले पनि पार्किङ गर्दै हुनुहुन्छ राम्रो छ अनि कुरा के छ भन्नुहुन्छ भने मेरो त सिट मुनि नै यस्तो छ दाँते ओखर 호두 V자 사고 다발 구간입니다. ल ठ्याक्कै हामी समुद्रमा आयौँ ल आहा ल ठ्याक्कै समुद्रमै पार्किङ भयो कस्तो राम्रो भयो आहा पार्किङै यस्तो होला कि ड्राइभर यस्तो होला बाबु कस्तो राम्रो ठाउँमा किसिमै देखियो नि दुईजना कस्तो राम्रो रहेछौ नि तिमीहरू किसिमै देखियो नि आहा समुद्र होला कि नदी होला कि बाबु तालै होला कि यस्तो यहाँ पार्किङ यहाँ छ लौ न बाबु सिन्धुपाल्चोकको पनौती होला कि यो सुर्खेतको होला कि यहीँ कोरियाको होला यो केटो यो तलब पाएर खुसी भएको होला कि आधा मात्रै पाएर खुसी जम्मै लाग्यो नि किसिमैको छ त किसिमैको समुद्र देखियो नि किसिमैको देख्यो नि लहेर समुद्रै आइपुग्यो नि ए तेरे नबोलम बुढाले पार्किङ नभेटाएर सन्किरा यहाँबाट सुल्गु गर्ने आइगयो नि 죽도 시장 가자. आहा त्यहाँ त अझ बकुल्ला उडेका रहेछन् नि कस्तो राम्रो ठाउँ रहेछ नि बकुल्लीहरू पनि रहेछन् नि एक दुईजना 잠시 후 좌회전입니다. 이어서 100m 앞 좌회전. 또 चलाउँछ यो बुढाले गाडी मलाई त्यही राम्रो हामी अस्ति नै आएको नि है होइन र मलाई 시가 이거 밑에 꼬고 가래. 어디 밑에 여기 밑에 밑에 꼬면 돼 있지. 네 아니 고봤어요. 네 हेर्नुहोस् त हाम्रो भाग्य नै त्यस्तो होला कि एक ठाउँमा घुम्न गएको त्यहाँ हावा धेरै चलो भनेर बन्द रहेछ कपाल यस्तो बनाउँछु है अनि अर्को ठाउँमा गएको फेरि त्यहाँ छुचाजाङ पाइएन अब तपाईँहरूलाई त छुचाजाङ भनेको के हो थाहा नै छैन होला छुचाजाङ भनेको के अरे छुचाजाङ भनेको हुन त तपाईँ गाडी ठोकाएर फुटालेको मान्छेलाई पनि थाहा छुचाजाङ भनेको PARKING पार्किङ हामी त अब कोरियन सँगसँगै इङ्ग्लिस पनि राम्रो भयो अब ट्यालेन्ट धेरै भइयो के सबभन्दा समस्या रातो बत्ती छ त्यहाँ अब त्यहाँ रोकिन्छ होला पक्कै पनि हाम्रो जस्तो दायाँमा हेरेर चल्ने होइन हाम्रो त यस्तो रातो बत्तीमा के हुन्छ नमस्कार छ दायाँ र बायाँलाई
लाउरे सलाम दाई छ मेरो मायालाई रे लाई सलाल भन्ने हुन्छ। हाम्रो साउ यस्तो राम्रो छ। साउ भन्ने पनि त भयो। माउ भन्ने थाहा है। यस्तो बिदा भयो कि हाम्रो साउले घुमाइहाल्छ र नि। धेरै करायो भने रिसाइराखेँ अघिबाट त्यो पार्किङ पाएन। त्यही भएर पार्किङ पाइएन एक ठाउँ बन्द रहेछ। फेरि हामी जानु त समुद्रकै छेउमा जाने हो। साथीहरू त चल्नै हुनुहुन्छ फेरि त्यो अब जाम पऱ्यो भने साथीहरू लागिहाल्नुहुन्छ। मैले भन्न खोजेको रातो बत्ती भइदिएको भए नेपालमा अब हरियो भयो बल्ल। यो कता जाने हो र हामी? यता जाने भनेर फेरि यता समुद्र आयो ल। यहाँ त पाइगेला कि पार्किङ भन्ने लाग्यो यो फेरि था वा ओ माई गॉड ಈಗ ಮುಲ್ಗನ್ ಒಯ್ಚು ಲಾನುನ್ಗ ಈಗ ಮುಲ್ಗನ್ ಒಯ್ಚು ಲಾನುನ್ಗ 아니 아까 우리 그네 또 이거 놀러 위에 여기 요 앞에가 되게 이거 낚시하니 낚시 위에 낚시하기 위해 माछा मार्ने रहेछ बत्ती सत्ती बालेर ए बत्ती मैले त भुलाइदिएँ अहिले कस्तो यसको फाइन 이거 फे 타고 낚시 위에 수아님 낚시 하는 거 위에 거울도 잡는 거울도 낚시 잡는 거 없어. 오늘 우리 탈게 여기 저 아까까지 한참을 फे भनेको पानी जहाज यहाँ छ नि पानी जहाज मात्र सानो पानी जहाज हो नि हाम्रो अहिले ऊ चाहिँ छैन के अरे टाइटानिक अलिक पर छ यिनीहरू भनेको सानो यो डिलक्सहरू हाइलक्सहरू मैले त्यहाँ लुकिङ ग्लास छेकिदिएँ त पछाडि बस भन्न बेर लाउने यसले कति बेला मलाई घरतिर मान्छेहरूले कति ठुला गङ्गटा हुन्छन् भन्थे मैले पताउँथेन क्या र आज यहाँ देखेँ कि मैले घरै जत्रो गङ्गटो यस्तो यहाँ गङ्गटाहरू पाइन्छन् भनेर बनाएको होला है तर सानो खालको गङ्गटाहरू चाहिँ यहाँ छ गङ्गटा कस्तो राम्रो देखियो नि कस्तो दियो अरे 세 분은 안 드실까요? 세 분, 네 분? 그래서 이거 요리하고 네. 한 개 더 주볼래요? 아니 한 마리 3만 원. कति हो त 언니야 뭐 어떤 걸로 드릴까? 3만 원짜리 यो एउटा गङ्गटालाई 3000 नेपाली भनौँ न होइन उयो धेरै महँगो यहाँ पार हुन्छ नि 3000 नेपाली एउटा गङ्गटालाई यो त मार्छ क्यारे ल अब हामी यहाँ छौँ समुद्रको छेउछाउमा है यो अक्टोपस हो यो अक्टोपस त यो नरहे के अरे हलेको छैन नि त यो अक्टोपस हो यहाँ चिजबिजहरू धेरै नै छ माछाको टाउको देखाएको छु अनि उठेको त यो माछाको टाउकोहरू
सँगै छ यहाँ अब हामी यताबाट यता जान्छौँ होला यहाँ अक्टोपस छ ऊ अगाडि गए त होला नि तपाईँले पनि देख्नु भएन यो सङ्की कुरा गङ्गटाले मार्केट खाएको क्या यहाँ गङ्गटाले यस्तो महँगो यो छ गङ्गटाले मात्रै मार्केट खाएको हो घुम्तीनिर लेट भयो सानो मायालाई बाटैमा भेट भयो पछि आउँछ त्यो चाहिँ जिउँदो अक्टोपसलाई पकाउँदै गरेको मान्छेले पकाउने त्यहाँ इटाभट्टीमा यो अझै ठुलो अक्टोपस अस्ति हामीले खाएको वाला त सानो नि ने यो बरु हाम्रै घरतिर पाउने माछा जस्तो रहेछ क्या बुढी माछा हाम्रो साथीहरू माथि पुगिसक्यो यो समुद्र साइड भएर समुद्रको छेउमा गएर समुद्रमा आइने चिजहरू टन्नै के किन्छौ यहाँ यता मूल्य पनि रहेछ यो माछालाई नेपाली ठ्याक्कै 20,000 रुपियाँ रहेछ ठ्याक्कै होइन नेपाल 2,000 रुपियाँ हो क्या 2,000 20,000 त कसले हाल्छ हो नेपाली माछालाई के हो त्यो हाने त फोङ्जी हान्के त अझै छ दुईटाको मात्रै भनेको र ए म त घरतिर जान्छु है यस्तो म त मिसिन है तपाईँहरूसँग मलाई छुट्याइदिएका यार गाई उसले थैले देख्यो तपाईँ बाहिर निकालेर खानुभयो के गर्नु ए खान्छ यो खाने तरिका खाने कि खिच्ने कि कति भयो है कति भयो हाम्रो हिसाब गरिदिनु न हामी गरिदिनु त हिसाब खाएर मात्रै बस्यो खै यता हेरेर खानु त यो खाने कसरी खै खानु त आहा कस्तो राम्रो खानुभयो नि किसिमैले खानुभयो नि यो बुढोले खान्थ्यो कि ल खान्छु होला पहिला